सभामुख महोदय, यस सम्मानित सदनमा चलचित्र सम्बन्धी लामो समय पश्चात हामीले विधेयक लिएर कानुन निर्माणमा लागेको छ। यो चाहिँ अचम्म लाग्छ हेर्दा पनि। 2026 सालबाट अहिलेसम्म कति कष्ट पीडा भोग्दै भोग्दै आउनुभएला कलाकार हाम्रा अग्रजहरू। सबैभन्दा पहिला आजसम्म कलाको क्षेत्रबाट नेपालको भाषा संस्कृतिलाई उत्थानको निम्ति योगदान पुर्याउनु हुने हिजोगति कलाकार, महान कलाकार र अहिले योगदान गर्नुभएका तमाम कलाकारज्यूहरूलाई विशेष म धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो पहिले हुनुपर्ने काम किन ढिलो भयो अब यो यस्तै होला, खिचतानी के गर्दा ढिलो हुँदै आयो होला। यो कानुन अझ छिटो अगाडि बढाउनुपर्छ। थुप्रै समस्याहरू छन् भन्ने सुन्छु कलाकारी क्षेत्रमा। र यहाँ चाहिँ विशेष गरी यो दफाहरू त पुरा सबैले अध्ययन गरिन्छ नै। यहाँ एक दुईवटा कुरा चाहिँ म भन्छु। सबैभन्दा पहिला हाम्रो यो स्वदेशी फिल्म चलचित्रहरूलाई विशेष प्राथमिकता दिने कानुन बनोस् र त्यसमा विशेष सबैले प्राथमिकतामा सबै लागौँ। र अर्को चाहिँ यो चाहिँ जाँचबुझ आयोग, चलचित्र जाँचबुझ आयोग अथवा यो समिति गठन चाहिँ कम्तीमा 8-10 वर्ष 15 वर्ष काम गरेको अनुभवी कलाकारहरूकै नेतृत्वमा गठन गर्दाखेरि अलिक उपयुक्त हुन्छ कि भन्ने लाग्छ मलाई चाहिँ। यहाँ चाहिँ यो उपसचिव समथिङ लेभलका कर्मचारीको नेतृत्वमा गर्ने भनेर चाहिँ यसमा चाहिँ अलिक विचार गर्नुपर्छ मलाई जस्तो लाग्छ। र अर्को यो स्वायत्तताको विषयमा यहाँ उठान गर्नु खोजेको थिएँ, यहाँ चाहिँ यो चाहिँ समावेश भएर आएको रहेछ। यो ठिक छ। अब चाहिँ एउटा यो चलचित्र विकास बोर्डमा स्वायत्तता भन्ने अधिकार सम्पन्न भन्ने छ, यसलाई यो ठिका छ। र अन्य कुराहरू सबै ठिकै छ। र यो अरू कुरा हामीले चाहिँ कानुन चाहिँ जहिले बनाइरहन्छौँ अनि त बिचबिचमा यसो अर्को थाप्ने अनि जनतालाई विभिन्न विभागहरूलाई दुःख दिने काम हुन्छ। हिजो पनि त्यो हुँदै आएको। यो अध्यक्ष तथा सदस्यको सेवा शर्त तथा सुविधा सम्बन्धी चाहिँ मन्त्री परिषदले तोक्ने भन्ने रहेछ। यसमा चाहिँ कम्तीमा मन्त्री परिषदले तोकिसके पछाडि यो नियमावली बन्छ र पक्कै पनि त्यो नियमावलीमा चाहिँ यसको सुविधा सम्बन्धी व्यवस्था चाहिँ त्यहीँ सुनिश्चित गर्नुपर्छ जस्तो लाग्छ। र अन्य कुराहरू अझै यो विशेष अनि भाषिक, धार्मिक, सांस्कृतिक कुराहरूलाई विशेष प्राथमिकता दिउँ। र मलाई लाग्छ भाषा सम्बन्धी चलचित्र बनाउँछ त्यो पैसै उड्दैन, संस्कृति सम्बन्धी चलचित्र बनाउँछ त्यो उसले जति लगान गर्छ त्यो उड्दैन। यतातिर पनि कानुनले अलिकति